सबिन भूपेन्द्रले थाहा पाए भुन्टी गर्भवती छिन् भनेर र अब के गर्ला त भूपेन्द्रले आउने बारेमा केही कुराकानी गर्छ। त्योभन्दा पहिला हजुरहरूलाई भुन्टी सेट एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेरो विषयतर्फ लागौ। उता हो दर्शक भूपेन्द्रलाई थाहा पाए भुन्टी गर्भवती छिन् भनेर भूपेन्द्रले भने फेरि यता थाहा पाइसकेपछि आफ्नो बुवा आमाले फोन गरेर सोधिसकेका थिए कि मैले भुन्टीलाई लिन जाम कि नजाम भनेर। तर बुवाले भन्नुभयो एकदमै खुसी भएर जाऊ, मलाई यस्तो खुसीको कुरा मलाई सोध्नु पर्छ र भनेर खुसी हुँदै जानु भन्नुभयो। तर आमाले भने त्यो जे गरिन् गर्थे पछि त्यसले जन्म दिएपछि हाम्रो सन्तानलाई आफ्नो घरमा लिएर यो जहाँ गरे जान्छ भनेर भन्नुभएको छ भूपेन्द्रको आमाले। भूपेन्द्रले पनि त्यस्तो सोचिरहेका छन् कि अब म लिन जान्न, त्यो आफै आउँछ, नत्र नि मलाई कुनै कर छैन, अब त्यो पक्कै पनि आउनै पर्छ, आफ्नो सन्तानको लागि भएर भने पनि आउनै पर्छ भनेर उनी ढुक्कसँग बसिरहेका छन्। भुन्टी आउँछ भनेर म भुन्टीलाई लिन जान्न भनेर सबैलाई भनिसकेका छन्। अब सायद भुन्टी आफै जानेवाला छिन्। यता टोकलेर पूर्णिमाको मिलन नहोला जस्तो छ, किनकि तिनीहरूले एकअर्कालाई गलत बुझिरहेका छन्। कहिले पूर्णिमा त्यस्तो गरिरहने त्यस्तो गरेको देख्दा त आफ्नो श्रीमानलाई के चोट पुग्ला भनेर पूर्णिमाले एकपटक पनि सोचिरहेकी छैनन्। बरु उल्टै साथीसँग चिनाइदिन्छु भनेर भनिरहेकी छिन्। यस्तो गर्नुहुन्न, अब कसैको भइसकेकी छु भनेर एकपटक सोच्नु पर्ने पूर्णिमाले, तर एकपटक पनि सोचेकी छैनन्। पछि तिनी गएर आफै पछुताउनु पर्नेछ, आफै गएर माफी माग्नु पर्नेछ। अहिले पूर्णिमा घमण्ड निकै बढिरहेको छ। पछि आफै थाहा पाउने छिन् कि आफ्नो जस्तो कोही हुँदैन भने। अब भुन्टी र भूपेन्द्र मिल्नुपर्छ भनेर भन्ने चाहनेहरूले कमेन्टमा भुन्टी भूपेन्द्रले नभुल्नलाई भन्दै म यहाँ बिदा हुन्छु। धन्यवाद।